नमस्ते। मैले चाहिँ एउटा आज यो फाइनेन्सको मेरो चार्ट चाहिँ रिभ्यू गर्ने उसमा थिएँ। मैले लास्टचोटि चाहिँ यो डिसेम्बर 20तिर चाहिँ एउटा पोस्ट हालेको थिएँ, सायद यो क्यान्डलको क्लोजिङ पछि होला, क्लोजिङमा कि यतैतिर होला कहीँ, यतै कतैतिर मैले पोस्ट गरेको थिएँ। तर मैले चाहिँ यो जोनमा आउँछ भनेर मेरो एक्सपेक्टेसन थियो, तर आएन। मैले चाहिँ म कहाँ गलत भएको रहेछु भन्ने कुरो चाहिँ मैले अहिले थाहा पाएको छु। मेरो पुरानो पोस्ट चाहिँ यस्तो थियो। पुरानो पोस्टमा चाहिँ मेरो एक्सपेक्टेसन चाहिँ यो ग्रिन बक्सभित्र आउँछ प्राइस भन्ने थियो। तर यो चाहिँ यो बक्स चाहिँ मेरो चाहिँ यहाँ गलत किन हुनु पुग्यो भनेर चाहिँ मैले थाहा पाएको। अहिले मतलब एक प्रकारको हामीले किन गलत भएँ म भनेर चाहिँ मैले एउटा आफैले फाइन्ड आउट गरेको छु होइन। यो चाहिँ एकदमै पुरानो हो। मैले चाहिँ यो त्यो 3 क्यान्डल बनाएको छु। यहाँ चाहिँ यो 2 3 यतातिर चाहिँ यो क्यान्डलमा चाहिँ पोस्ट रहेछ यो क्यान्डलमा होइन। डिसेम्बर 2024मा यहाँ चाहिँ मैले पोस्ट गरेको रहेछ। अब यहाँदेखि यहाँसम्म पुग्नुलाई कति दिन लगाएर भन्दा 378 डेज लगाएछ। लगभग डिसेम्बरमै पोस्ट गरेर छु, डिसेम्बर कटिसक्यो। अब 20 भनेको चाहिँ यो आज चाहिँ 28 भएछ, 1 वर्षभन्दा 10-15 दिन बढी भइसकेछ यो यहाँदेखि यहाँसम्म पुग्नलाई। र मैले चाहिँ यो जोनभित्र पुग्छ भनेर एक्सपेक्टेसन राखेको थिएँ, यो जोनभित्र। र यो जोनभित्र पुगेन र यो समय यतै कतैबाट भाग्यो। अर्थात् यो किन भाग्यो भन्ने कुरो चाहिँ मैले यहाँ थाहा पाएको छु। यहाँ किन भाग्यो भन्ने कुरो चाहिँ मैले यो चार्टमा चाहिँ मैले यसको उत्तर भेट्टाएको छु। यहाँ म किन गलत थिएँ र यो चाहिँ सही बक्स चाहिँ यो हो भन्ने कुरो। र मेरो स्टप लस चाहिँ यसको मुनि नै हुन्थ्यो भन्ने हो जहाँसम्म लाग्छ मलाई। यो 1882, तर इन्ट्री लेभल चाहिँ समाएर त्यही थियो। किन म गलत भएँ भन्ने कुरो चाहिँ मेरो चाहिँ यस्तो थियो होइन। अब एउटा बक्स चाहिँ यतातिर छ, बक्स पनि तलतिर छ, यहाँ चाहिँ यसको यहाँ चाहिँ होइन यहाँ चाहिँ अर्को बक्स चाहिँ एउटा यतातिर छ होइन। एउटा यहाँ चाहिँ यो भित्रको पनि यो भित्रको बक्स चाहिँ यतातिर छ। यो चाहिँ यताको हाईदेखि लो, यसको लो चाहिँ 209 छ र अनि अर्को चाहिँ 2006.6। अर्को लो चाहिँ यो लोभन्दा पनि लोवर लो छ अनि यसको हाई हुन्छ। अब अल्टिमेट लास्ट पोजिसन मैले चाहिँ देखेँ रहेछु, तर अब यतैतिरबाट गर्दा पनि हुन्थ्यो। तर मैले चाहिँ यो जोनले चाहिँ यहाँसम्म छ मतलब यहाँ चाहिँ यस्तो छ होइन। यो यस्तो छ। यो चाहिँ यस्तो हो, यो चाहिँ यस्तो हो, यहाँ चाहिँ यस्तो हो। यो भित्र चाहिँ इन्ट्री हुनुपर्ने थियो नि। योमा चाहिँ मेरो इन्ट्री अर्थात् यो बक्स चाहिँ इन्ट्री पोइन्ट वेस्ट हो र मेरो स्टप चाहिँ मेरो यहाँ राखेको थियो। एउटा चाहिँ एउटा पहिलो चाहिँ टार्गेट चाहिँ सल्भ गरेर दिइहाल्छ होइन। अनि किन आयो ओके, अनि त्यसपछि टार्गेट चाहिँ समाटेको हुन्छ। एउटा